आज हामी आसन्न निर्वाचनमा केन्द्रित भएर कुराकानी गर्छौँ। त्यसका लागि नेपाली काङ्ग्रेस जाजरकोटबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार खड्ग विसी हुनुहुन्छ। उहाँ पछिल्लो समय युवा पुस्ताका लागि अझ प्रिय नेताको रूपमा चिनिँदै आउनुभएको छ। अब उहाँले चाहिँ चुनाव जित्ने रणनीति के छन्, उहाँका चुनावी एजेन्डा के हुन सक्छन् र जनताले उहाँलाई सजिलै तरिकाले पत्याइदिने टेक्निकहरू के छन्, त्यो विषयमा कुराकानी गर्छौँ। स्वागत छ हजुरलाई कार्यक्रम। धन्यवाद। अब सुरुवात चाहिँ कसरी गरौँ भन्दाखेरि तपाईँको उम्मेदवारी चाहिँ जाजरकोटीहरूका लागि आवश्यकता थियो कि तपाईँको व्यक्तिगत निर्वाचन लड्ने शक्ति बस्ने जस्ता हेभी नेताहरूसँग लडेर चाहिँ एउटा रहर पुरा गर्ने थियो? सर्वप्रथम त यो मिडिया सुनिराख्नुभएका, हेरिराख्नुभएका, देश विदेशमा रहनुहुने सम्पूर्ण जाजरकोटी आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु कि वास्तवमा आसन्न फागुन 21 गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट म प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुँ। यहाँको प्रश्नले मलाई चाहिँ ठ्याक्कै वास्तवमा मेरो व्यक्तिगत इच्छा आकाङ्क्षा भन्ने जिन्दगीमा मैले कहिल्यै पनि त्यो मेरो हिस्ट्रीले बताउँछ कि मेरा चाहिँ त्यो योभन्दा अगाडि गरेका गतिविधिहरूले, मैले गरेका त्यागले वास्तवमा मेरो व्यक्तिगत महत्त्वाकाङ्क्षा होइन। यो समय र यहाँ जाजरकोटको जे किसिमको समस्या छ, आज जाजरकोटी जनताले जे किसिमको राजनीतिप्रति, हाम्रा पूर्व जनप्रतिनिधिहरूप्रति र सिङ्गो राजनीति यो व्यवस्थाप्रति जे किसिमको आशंका चाहिने र प्रश्न गरिराख्नु भएको छ, ती प्रश्नहरूलाई मैले चाहिँ सम्बोधन गर्न सक्छु र जाजरकोटलाई वास्तवमा जे किसिमको अहिले चाहिँ ट्रेन्डमा जाजरकोट छ यसलाई अलिक द्रुत गतिमा समयसँगै चाहिँ अगाडि लिएर जान सक्छु र आम मानिसको जाजरकोटवासीको सपनालाई मैले केही रूपमा पुरा गर्न सक्छु भन्ने नै मेरो उम्मेदवारीको मूल मकसद हो। जस्तो अहिले भूकम्प गएको 2 वर्ष पुरा भइसकेको छ। यति बेला भूकम्प पीडितहरू कठिन जाडोमा यो हिउँ पनि कटाए, अब गर्मीको समय पनि सुरु हुँदैछ केही दिनमा। यस्तो अवस्थामा राजनीतिक दलहरूले चाहिँ जाजरकोटी उनीहरूलाई व्यवस्थापनका लागि केही पनि प्रयास गरेनन्, उनीहरूले राजनीतिक दलले चाहिँ वास्तै गरेनन् भन्ने कुरा छ। तपाईँहरू कहाँ हुनुहुन्थ्यो भन्ने पनि प्रश्न छ क्या। त्यसका लागि चाहिँ भूकम्प पीडितलाई तपाईँ के भन्नुहुन्छ? यो अत्यन्तै दुःखद हो जाजरकोटी आम जनताका लागि, किनभने भूकम्प गएको 2 वर्ष बितिसक्दा पनि आज चाहिँ पहिलो र दोस्रो किस्तामै पुनः अस्थायी आवासको पहिलो र दोस्रो किस्तामै हामी अल्झिराखेका छौँ। जसरी पुनर्निर्माणको चाहिँ बाटोलाई बाटो लिन पर्थ्यो त्यो चाहिँ भइराखेको छैन र मलाई स्मरण छ कि कार्तिक 17 गते भूकम्प, 18 गते बिहानको बैठक एउटा चाहिँ जिल्ला प्रशासनको प्राङ्गणमा त्यो प्रतीक्षालयमा बैठक थियो। त्यो बैठकका दिनदेखि आजसम्मका सबै बैठकहरू जाजरकोटका अवस्थाका विषयमा म अत्यन्तै नजिकबाट त्यो चाहिँ निहालिरहेको छु र त्यो बेला सबैभन्दा पहिला फ्रन्ट लाइनमा चाहिँ अब काङ्ग्रेस पार्टीको तर्फबाट र म स्वयं व्यक्तिले सिङ्गो जाजरकोट भूकम्पबाट चाहिँ प्रभावित छ। यहाँका नागरिकहरूका सबै आवासहरू भत्केका छन्, यहाँका हाम्रा चाहिँ सरकारी तथा सामुदायिक संरचनाहरू ध्वस्त भएका छन् र यसलाई चाहिँ जाजरकोटलाई यो चाहिँ दुःखद अवस्थाबाट हामीले अवसरका रूपमा चाहिँ लिनुपर्छ र जाजरकोटलाई एउटा नवीन चाहिँ जाजरकोट बनाउने चाहिँ हामी सङ्कल्प सबै राजनीतिक दल जनप्रतिनिधिहरू गर्नुपर्छ भनेर सबैभन्दा पहिले मैले नेपाल सरकारका प्रधानमन्त्री, मन्त्रीहरू, राज्य व्यवस्था समितिका चाहिँ सांसद मान्यज्यूहरू र यहाँ मान्यज्यूहरू, प्रदेश सरकार सबैलाई हामीले चाहिँ एकदमै त्यो बेला खास गरी मैले त्यो चाहिँ ती कुराहरू चाहिँ बुलन्द रूपमा उठाएको सबै साथीहरूलाई चाहिँ जगजाहेर नै छ र अब चाहिँ जे जसरी हुन पर्थ्यो। अहिले पनि त्रिपालमा बस्नुपर्ने, टिनको छाप्रोमा बस्नुपर्ने, अस्थायी आवासमा बस्नुपर्ने स्थिति छ नि, त्यो काम नगर्नको लागि अहिलेको तपाईँले भने जस्तै तपाईँकै भाषामा भन्ने हो भने अहिलेको जति यसभन्दा अगाडि निर्वाचित सांसदहरूले काम नगरेर हो कि अथवा स्थानीय तह कुनै कर्मचारीलाई दोष दिनुहुन्छ? यहाँ म चाहिँ उहाँहरूले केही पनि काम गर्नु भएन त भन्दिनँ, तर जति हुन पर्थ्यो त्यो काम भएको छैन र त्यसकारण पनि मेरो उम्मेदवारी हो जाजरकोटमा। जाजरकोटका भूकम्प पीडित आम चाहिँ जाजरकोटवासीहरूको जे किसिमको चाहिँ समस्या भोगिराख्नु भएको छ, आज पनि टिनको चाहिँ छानामुनि करिब दुईटा बर्खा र 2टा चाहिँ हिउँद उहाँहरूले चाहिँ कटाइसक्नु भएको छ। आज हामीमाथि चाहिँ क्वेसन चिन्ह उठेको छ। त्यसकारण जनप्रतिनिधिले जे जति योभन्दा अगाडिको जनप्रतिनिधिहरूले गर्न पर्थ्यो भूकम्पका बारेमा त्यो गर्नुभएको छैन, त्यो म भन्न सक्छु, किनभने त्यो तथ्यले त्यो भन्छ।
आज जनताहरूको एउटा पनि जाजरकोटमा निजी घरहरू बन्न सकेका छैनन्। आज चाहिँ जनताहरू अहिले पनि चाहिँ हामीलाई समग्र चाहिँ जाजरकोट चाहिँ भूकम्पबाट प्रभावित भएको बेला जनताहरूले त्यति शास्ति बेहोरिरहेको सन्दर्भमा हाम्रा जनप्रतिनिधिहरूले त्यो काम गर्न सक्नु भएन। त्यसकारण पनि पहिलो मुद्दा मेरो जाजरकोटका करिब 40,000 घरहरू बनाउने कुरामा मैले चाहिँ प्रतिनिधित्व गरेछु भने जाजरकोट जनताले विश्वास गर्नुभएछ भने ती घरहरू बनाउनका लागि म चाहिँ मेरो सबैभन्दा पहिलो प्रायोरिटीमा त्यो राख्नेछु भन्न चाहन्छु। अहिले सोसल मिडियामा जताततै खडक बेसीको मात्रै चर्चा छ, तपाईँको चर्चा छ, जसले भ्युअर्सको हिसाबमा कमेन्टको हिसाबले सकारात्मक तपाईँसँग छ। तर तपाईँ व्यक्तिगत रूपमा चाहिँ म चुनाव जित्छु भन्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ? यो त अब्सोल्युटली म चुनाव जित्छु, किनभने नेपाली काङ्ग्रेस पार्टी जेएनजी आन्दोलनको भोलिपल्ट 24 घण्टा नबित्दै नेपाली काङ्ग्रेसका तत्कालीन महामन्त्रीहरूले जुन स्टेटमेन्ट निकाल्नुभयो, जुन किसिमको भिडियो एउटा सन्देश त्यो आन्दोलनलाई समर्थन गर्दै निकाल्नुभयो, त्यसको लगत्तै अरू ठुला पार्टीहरूका राष्ट्रिय महाधिवेशन पनि भए तर नेतृत्व चेन्ज भएन। त्यो जेएनजी आन्दोलनको मकसद भनेको पुराना वर्षौँदेखि चाहिँ नै अब राजनीतिमा आफ्नो प्रभुत्व जमाउने र आफूले गरेका निर्णयहरू आफूले चाहिँ गरेका निर्णय मात्र सही हुन्, हामी मात्र सही छौँ, अरू सबै चाहिँ यस्तै हो चाहिँ लागिहाल्छन् भन्ने जुन किसिमको परिपाटी थियो नेपाली काङ्ग्रेसको अस्तिको विशेष महाधिवेशनले त्यो कुरा तोडिसक्यो कि आज नेपाली काङ्ग्रेसका 67% नयाँ पहिलो पटक नेपाली काङ्ग्रेसले देश 165 निर्वाचन नेपाली काङ्ग्रेसले निर्वाचन लडाउँदैछ। त्यसकारण पनि त्यसको चाहिँ हामीले तपाईँले देख्नुभयो, तपाईँ पनि त्यही चाहिँ हामीसँगै लामबद्ध हुनुहुन्थ्यो। त्यो आन्दोलनलाई जनताको सद्भाव चाहिँ र्याली भनेर हामीले त्यो आन्दोलनलाई समर्थन गर्दै जे विध्वंस भएको थियो त्यसको चाहिँ विरोध गर्दै हामीले त्यसको चाहिँ त्यो बेलाका सम्पूर्ण शहीदहरूप्रति हामीले श्रद्धासुमन व्यक्त गऱ्यौँ, हामीले दीप प्रज्वलन गऱ्यौँ, उहाँहरूको चाहिँ आत्माको चिरशान्तिको कामना गऱ्यौँ। त्यसकारण सबैभन्दा पहिला जाजरकोट जिल्लामा त्यो बेला धेरै साथीहरूको उपस्थितिमा हामीले त्यो आन्दोलनलाई समर्थन देखाएर आजका दिनमा यो परिवर्तन जे जसरी भएको छ नेपाली काङ्ग्रेस पार्टीले सबै चाहे चाहिँ 7 सालको राणा शासनको अन्त्यदेखि आजका दिनसम्म उसले चाहिँ नेपाली काङ्ग्रेस ती मुद्दाहरूलाई क्यास गर्न सकेको छ। त्यसकारण पनि जाजरकोट जिल्लामा धेरै कुराहरू आज विकासका चाहिँ आयोजनाहरू अलपत्र छन्। तपाईँले यसो चाहिँ भन्दै गरेर तपाईँलाई म नलगाड चाहिँ हाइड्रो पावर आजभन्दा 15-20 वर्ष अगाडि चाहिँ स्टार्टिङ भएको नलगाड हाइड्रो डिपिआरमै सीमित भएको छ। आज मध्य पहाडी देशभरि चाहिँ मध्य पहाडी लोकमार्ग चाहिँ कम्प्लिट भइसक्यो। पुलको अवस्था यहाँ चाहिँ रुकुम र चाहिँ जाजरकोट जोड्ने कुदुको पुलको चाहिँ अवस्था, अनि हाम्रो चाहिँ त्यो बाटोको चाहिँ पिचको अवस्था र चाहिँ उहाँको हाम्रो चाहिँ झाप्राको चाहिँ त्यो भिड अहिले पनि चाहिँ हामीले त्यहाँ मनता भिडलाई पनि हामीले अहिलेसम्म गर्न सकेन। हामीले के गर्यौँ त? वास्तवमा केही भएको होइन म भन्दिनँ, केही भएको छ। जसरी जाजरकोट अगाडि बढ्न पर्थ्यो, जसरी जाजरकोटले गति लिन पर्थ्यो त्यो भएको छैन। त्यसका लागि त्यो चाहिँ संसदमा बसेर त्यो खबरदारीका लागि जाजरकोटमा राष्ट्रिय बजेटको अनुपात हेऱ्यौँ भने जाजरकोटमा छुट्टिने बजेटको चाहिँ हेरौँ कति थोरै बजेट चाहिँ यहाँ आउँछ। हाम्रा शैक्षिक चाहिँ संस्थाहरूको चाहिँ अवस्था हेर्नुहोस्, स्वास्थ्यको अवस्था हेर्नुहोस्, हाम्रा चाहिँ शैक्षिक गुणस्तरका कुरा गरौँ, यी सबै कुराहरू हामीले व्यवस्थित रूपमा गर्न सकिरहेका छैनौँ। तर यस्तो जाजरकोटी जनताले चाहिँ यस्ता खालका चाहिँ चुनावी बेला हुने अन्तर्वार्ता, चुनाव बेला हुने घोषणापत्र, चुनाव बेला हुने भाषणहरूमा त धेरै सुनिसक्यो उनीहरूले। अब भाषण मात्र गर्छन् नेताहरूले, काम गर्दैनन् भन्ने खालको एउटा ट्यागलाइन बनेको छ। त्यसलाई चाहिँ तपाईँले कसरी चिर्नुहुन्छ? अब म त के भन्छु भने अवसर पाएपछि, आजका दिनसम्म हामीले अवसर पाएका थिएनौँ, मैले अवसर पाएको थिएन। मेरो एउटै हुटुटी के छ भने यदि चाहिँ जनताले जाजरकोटी मतदाताहरूले मलाई विश्वास गरेछन् भने यिनी सामान्य समस्या हुन् जस्तो लाग्छ। नीति बनाएर राज्यले संसदले चाहिँ नीति बनाउने हो, त्यो नीतिलाई चाहिँ तलसम्म चाहिँ कार्यान्वयनको चाहिँ पार्टमा चाहिँ हामीले राम्रोसँग काम गऱ्यौँ भने त्यो सम्भव छ। आज पनि हाम्रो चाहिँ शैक्षिक चाहिँ संस्थाबाट उत्पादित जनशक्ति आज चाहिँ हरेक प्रतिस्पर्धामा आज हामी पछाडि छौँ। आज विश्व एउटा सानो घर भइसक्यो। आज चाहिँ यहाँ नेपालको चाहिँ एउटा नागरिकले अमेरिकासँग चाहिँ अमेरिकाको विद्यार्थीसँग कम्पिटिसन गर्ने बेला वा चाहिँ अमेरिका पढेकोसँग वा बेलायत वा चाहिँ जर्मनी पढेकोसँग प्रतिस्पर्धा गर्ने जमानामा हाम्रो शैक्षिक अवस्था, हाम्रा स्वास्थ्यको अवस्था, हाम्रा अन्य संरचनाको अवस्था हेर्दाखेरि अत्यन्तै चाहिँ हामी पछाडि परेको जस्तो अनुभूति हुन्छ। त्यसकारण पनि हामीले यिनी कुराहरू सुधारकै लागि
हामी राजनीतिमा लागेको यो चाहिँ प्रतिनिधि सभाको सदस्य उम्मेदवार हुन्छु वा मान्ने कुनै चाहिँ मन्त्री हुन्छु वा कुनै ठुलो लाभको पदमा चाहिँ पुग्छु भनेर हामी राजनीतिमा लागेको होइनौँ। त्यही गरिबीबाट उठेर त्यही तल भुइँ मान्छे हामी पनि भुइँ मान्छे हौँ। अहिले पनि म किसानको छोरा हुँ। मेरो घरमा अहिले पनि अब भैँसी छ, गोरु छ, बाख्रा छ। मेरो बुवा आमा किसान हुनुहुन्छ। मेरो सबै सम्पूर्ण परिवार कृषि पेसामा आबद्ध हुनुहुन्छ। तर पनि हामीले अहिले जे अवसर मेरो लागि आएको छ, जाजरकोटी चाहिँ आम जनताका लागि यो अवसर आएको छ, यो अवसरमा हामी कोही पनि चुक्न हुँदैन भन्ने लाग्दछ मलाई। एउटा यो चुनावी दौडानमा चाहिँ पुराना दलहरूप्रति मान्छे आक्रोश छ अहिले, जो चाहिँ पुराना दलहरूले लामो समयदेखि राजनीति गरे तर पनि उनीहरूले चाहिँ देशको खासै विकास गर्न सकेनन् भनेर सोसल मिडियाहरू जताततै गाली मात्र छ पुराना नेताहरूलाई। तपाईँ पुरानो दलबाटै प्रतिनिधित्व गर्नुहुन्छ, नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्नुहुन्छ। नेपाली काङ्ग्रेस अहिले सचिएको हो कि अथवा तपाईँहरूलाई चाहिँ त्यो पुरानै लयमा जानका लागि चाहिँ जनताले जिताउनु पर्ने? म पुरानो दलको नयाँ मान्छे हो। पुरानो पहिला जन्मे भन्दैमा त्यसको विचार पुरानो भन्ने हुँदैन, किनभने त्यो बेला झन्डै जेनजी उमेरको विश्वेश्वर प्रसाद कोइरालाले नेपालको परिकल्पना आजभन्दा चाहिँ करिब 80 वर्ष 70-80 वर्ष अगाडि परिकल्पना गरेको विचार चाहिँ मान्ने पार्टीको सदस्य हुनुको नाताले हामी विचारले नै हो हामीले चाहिँ समाज परिवर्तन गर्ने। जब विचार हुँदैन त्यहाँ शून्यता हुन्छ, त्यहाँ केही पनि उपलब्धि हुँदैन। तर नयाँ भन्दैमा हेर्नुहोस् है, नयाँ भन्दैमा सबै कुरा क्रान्तिकारी। तपाईँले मलाई चाहिँ आरोप लगाउँदै वा मैले तपाईँलाई आरोप लगाउँदैमा त्यो नयाँ हुन सक्दैन। त्यहाँ त कर्म गर्नु पर्यो, उसको इतिहास हेर्न पर्यो। किनभने कुनै सेक्टरमा यो चाहिँ अहिले पपुलरिजमको चाहिँ जमाना छ, लोकप्रियता चाहिँ अहिले बढी जोसँग लोकप्रियता छ उही चाहिँ नेता बन्न खोज्ने, उही जनप्रतिनिधि बन्न खोज्ने जुन किसिमको गलत परिपाटी हो त्यो होइन। जसले तलबाट जनताको सामान्य तल भुइँ मान्छेहरूको आवाज बुलन्द गर्न सक्छ, भुइँ मान्छेका कर्म गर्न सक्छ, त्यसलाई नेता बनाउनुपर्छ। त्यसकारण पनि नेपाली काङ्ग्रेस जस्तो एउटा गरिबिलो पार्टी जसको इतिहासै एउटा चाहिँ गौरवमय इतिहास छ, त्यो पार्टीको सदस्य र अहिलेको पुस्तासँग सबैभन्दा नजिकसँग जोडिएको त्यो नयाँ पुस्तासँग मात्रै होइन, हाम्रा सिनियर 80 वर्षभन्दा माथिका पुस्तादेखि तलको चाहिँ जेनजी पुस्तासँग जोडिएको पात्र हुँ ठान्छु मैले। किनभने मैले जाजरकोटको यो चाहिँ जे अवस्था छ यसलाई व्यवस्थित एउटा चाहिँ अहिले सुशासनको कम्प्लेनहरू आइराखेको छ, विकासमा गुणस्तरको कुरा छन् होइन, नागरिक प्रतिको चाहिँ जनप्रतिनिधिको जवाबदेहिताको कुरा छन्। समग्र राज्यका संयन्त्रहरूलाई हामीले व्यवस्थित तरिकाले ऐन कानुनका माध्यमबाट हाम्रा चाहिँ व्यवहारबाट हामीले परिवर्तन गर्नुपर्छ भन्ने चाहिँ कुराको म विश्वास गर्ने भएको हुनाले मैले चाहिँ तिनी कुराहरुमा चाहिँ प्रायोरिटीमा राखिरहेको छु। घुमिनु भएको छ। तपाईले एउटा उम्मेदवारको हिसाबले चाहिँ जाजरकोटका प्रमुख एकदम समस्याहरू जे देखिरहनु भएको छ ती समस्याहरू के हुन सक्छन् र त्यो त्यसपछि चाहिँ तपाईहरुले अब समाधानका पाटोहरू यदि तपाईले जित्नुभयो भने ती समस्याका समाधानको पाटोहरू कसरी गर्नुहुन्छ? जाजरकोट एउटा दुर्गम जिल्ला हो। आज पनि यहाँको गरिबी गरिबीको कुरा चाहिँ देशकै सबैभन्दा गरिबको पालिका भनेर जुनचाँदी गाउँपालिकालाई केही समय अगाडि आर्थिक सर्वेक्षणले पनि त्यो देखाइसकेको छ। त्यस्तो अवस्थामा चाहिँ तपाईलाई काम गर्न जोखिम हुन्छ होला। फेरि अहिले चाहिँ धेरैले बजारमा के लागिरहेका छन् भने उहाँ मन्त्री पनि हुनुहुन्न, सांसद पनि जित्नुहुन्छ कि हुन्न, जिते पनि उहाँ मन्त्री बन्नुहुन्न भन्ने खालको छ। मन्त्री बन्ने मान्छेलाई भोट दिनु पर्यो भनिरहेका छन्। त्यो कुरा चाहिँ तपाईँ मन्त्री बन्न क्यापेबल होइन कि तपाईँको पार्टीले तपाईँलाई दिँदैन? अब वास्तवमा यो चाहिँ मन्त्री बन्न सक्दैन वा बन्दैन भन्ने कुरा नै गलत छ। मन्त्री भएकाले के गरे भन्ने कुरातिर आजको समाजले सोच्नुपर्ने अवस्था वास्तवमा लाग्छ कि जाजरकोटका समस्याहरू धेरै छन्। प्रमुख समस्या भनेको हाम्रो समस्या रोजगारीको समस्या हो। आज हाम्रा वर्षेनी 50 देखि 60 हजार युवा जाजरकोटका नजिकैको छिमेकी मुलुक काला पहाड भारतमा गएर आफ्नो रोजीरोटी गरिराख्नु भएको छ। प्रत्येक वर्ष नेपालको तथ्याङ्क हेर्ने हो भने 67 देखि 68 हजार प्रत्येक वर्ष त्यस्तो मुलुकमा जाने अवस्था छ कि हाम्रा चाहिँ कृषक दाजुभाइहरू मल बिउ लगायतका चाहिँ किसानहरूले चाहिँ जे किसिमको सुविधा राज्यले दिन पर्दथ्यो त्यो चाहिँ पाइरहेको अवस्था छैन। अनि ती समस्याहरू भनेको मैले देखेको भनेको कि जाजरकोटको सम्भावना भनेको कृषि र पशुपालन नै हो। अब चाहिँ हामी के कसरी चाहिँ यहाँ गरिबीको चाहिँ झन् सबभन्दा बढी चाहिँ गरिबी किन हामी गरिबीको रेखामुनि छौँ भने हामीले उत्पादन गर्ने चिज केही पनि छैन। हामी कालापारबाट कमाइ ल्याएको 50-60 हजारले 3 महिना आफ्नो परिवार गुजार्छौँ। तलबाट हामीले इन्डियाको चामल लगायतका खाद्य वस्तुहरू ल्याउँछौँ।
तर हाम्रा चाहिँ ती ल्याएका चाहिँ हामीले चाहिँ कालापारबाट ल्याएको पैसा त्यही खर्च गर्छौँ र हाम्रो यहाँ उत्पादन कुनै पनि उत्पादन नहुँदाखेरि तिनी चाहिँ पैसाभरि त्यतातिर गइरहेको छ। यो अत्यन्तै विकराल समस्या हो। यी सबै समस्याहरू एकैचोटि समाधान हुन्छन् भन्दिनँ म, तर यसलाई व्यवस्थित रूपमा हामीले कृषि र पशुमा राज्यले नीति निर्माण तहमा रहनेहरूले हामी जस्तो अहिले चाहिँ मानिलिउँ भोलि जितेर गयौँ भने हामी जस्तो सांसदहरूले त्यो व्यवस्था एउटा किसानलाई 50,000 चाहिँ कुनै अनुदान दिएर वा ऋण दिएर आज चाहिँ त्यो किसानको चाहिँ जीवनयापन चाहिँ गर्न सहज हुन्छ भने किन नगर्ने। आज तपाईँलाई थाहा छ आज सहरमा घर हुनेहरूले चाहिँ ऋण पाउने व्यवस्था छ। आज बारेकोटको मुलसाममा वा चाहिँ जुनी चाँदेको माथि जुनी बस्तीमा वा शिवालयको चाहिँ जहाँ त या त चाहिँ नलगाडको चाहिँ सिउनामा बस्ने किसानको 5 रोपनी वा 20 रोपनी जग्गा छ भने पनि आज ब्याङ्कले धितो मान्दैन। यस्तो पनि राज्यले असमान व्यवहार गर्न मिल्छ कि ऊ त्यही जन्मेको छ त्यही हुर्केको छ उसको सम्पत्ति त्यही सबै सम्पत्ति त्यो 5-10 रोपनी जग्गा हो जमिन हो तर उसले चाहिँ ब्याङ्कले पत्याउँदैन। त्यसकारण यिनी विभेदहरू धेरै छन्। यसकै लागि चाहिँ वास्तवमा मैले ती जनताहरूको ती जो चाहिँ गरिबीको रेखामुनि छन् जोसँग प्रशस्त साधन स्रोत छ तर त्यसको भ्यालु छैन त्यो भ्यालु एडका लागि पनि मेरो उम्मेदवारी हो। दोस्रो कुरा जाजरकोटको शैक्षिक अवस्था अत्यन्तै नाजुक छ। यो शैक्षिक अवस्था चाहिँ सुध्रेन भने कुनै पनि देशको चाहिँ विकास वा समृद्धिमा चाहिँ यसले ठुलो चाहिँ बाधा पुर्याउँछ। तेस्रो कुरा हाम्रा पूर्वाधारहरू अलपत्र छन् कि हाम्रा राष्ट्रिय गौरवका योजना या पुष्पलाल राजमार्गको कुरा गरौँ या नलगाड हाइड्रोको कुरा गरौँ या त चाहिँ लुम्बिनी रारा राजमार्गको कुरा गरौँ यी बाटोहरू अहिले हामीले छिमेकी चाहिँ जिल्ला यहीँनिर रुकुम र त्यहीँनिर जुम्लालाई तुलना गऱ्यौँ भने हामीले चाहिँ जुम्लाको सिमाना क्रस भइसकेको छ तर हामीले त्यहाँ ट्र्याक ओपन गर्न सकेका छैनौँ। जाजरकोटभित्रका बाटोहरू हामीले त धेरै गऱ्यौँ भन्यौँ तर हामीले त्यो गर्न सकिरहेका छैनौँ। हामीले योभन्दा अगाडि धेरै यो मिडियाहरू र विभिन्न सञ्चार माध्यममा आउने कुरा जाजरकोटमा धेरै कुराहरू अघिल्लो चाहिँ हाम्रो अग्रजहरूले गर्नुभयो भन्ने कुराहरू छ तर त्यसो चाहिँ यथार्थमा त्यसो छैन। त्यस कारणले जनताहरू आक्रोशित छन्। जनताहरूले हामी यो व्यवस्था र हामीप्रति कोही प्रश्न चिन्ह खडा गरिरहेका छन्। त्यसकारण पनि यी प्रश्नहरूको उत्तर दिनको लागि हामी चाहिँ लागिरहेका छौँ। त्यसका लागि हामी सबैले सकारात्मक पहल गरौँ भन्ने कुरा नै हो मेरो खास। अहिले जाजरकोटमा एक खालको चाहिँ सोसल मिडियामा कसले कति मत ल्याउँछ भनेर सर्वेक्षण पनि चलिरहेको छ त्यसको टप लिस्टमा हजुर नै हुनुहुन्छ। अहिले हामीले हेर्दाखेरि विभिन्न साथीहरूले गरेको उसमा हेर्दाखेरि टप लिस्टमा खड्ग विषय नै हुनु देखिनुहुन्छ तपाईँ नै देखिनुहुन्छ। अब यो सोसल मिडियाको मत सर्वेक्षणलाई मान्दाखेरि तपाईँले जितिसक्नु भएको छ तर आम जनताले त तपाईँलाई चिनेकै छैन भन्न थाले कसरी चिनाउने होला तपाईँलाई? 20 वर्षदेखि 62 सालदेखि अहिले 82 साल भयो यो 20 वर्षमा निरन्तर जाजरकोटमा बसेको छु। मेरो घर शिवालय गाउँपालिकामा पर्दछ। म सदरमुकाममा डेरा भाडाको कोठामा चाहिँ बसिरहेको छु। निरन्तर अनवरत रूपमा जनताको सेवा मैले कहिल्यै पनि विभेद गरेको छैन। खड्ग विसीले नेपाली काङ्ग्रेसको अहिले प्रतिनिधि सभाको सदस्यको उम्मेदवारले मलाई यो पार्टी त्यो पार्टी यो या त्यो भनेर कहीँ विभेद गरेको तपाईँले देख्नुभयो भने मलाई क्वेसन चिन्ह गर्न सक्नुहुन्छ। किनभने म चाहिँ नि एउटा निर्वाचन जितेर अर्को निर्वाचन आएको बेला आउने उम्मेदवार पनि होइन। म फेरि पनि अवसरका लागि चाहिँ चुनाव लडेको पनि होइन फेरि अवसरका लागि चुनाव लडेको पनि होइन। म चुनाव जनताको सेवा आम जाजरकोटीको चाहे त्यो सिनियर पुस्ता चाहे मध्यम पुस्ता चाहे अहिलेको पुस्ता वा आउने पुस्ताका चाहिँ लागि चुनाव लडेको हुँ। त्यसकारण म जित्छु। त्यो सामाजिक सञ्जालले मात्रै होइन रेकर्डले आज चाहिँ मसँग जति जोडिनु भएको छ मेरो सम्पर्कमा हुनुहुन्छ। म गाउँ जान अहिलेसम्म भनौँ न केही दिन यो म आन्तरिक तयारीमा छु सकेको छैन। म जान्छु सबै आम मतदातालाई भन्छु देश तथा विदेशमा रहेका मेरा दाजुभाइ तथा दिदीबहिनीलाई म आग्रह के गर्न चाहन्छु जाजरकोट बदल्ने सङ्कल्प छ एउटा सपना छ। यो सपना मैले 5 वर्षपछि मैले चाहिँ पुरा गर्न सकिनँ भने तपाईँहरूको विचारमाथि तपाईँहरूको मतमाथि मैले कतै कुठाराघात गरेँ भने आगामी अर्को चाहिँ आवधिक निर्वाचन 5 वर्षपछि हुन्छ। त्यसपछि खड्ग विसीलाई अब चाहिँ रिजेक्ट गर्ने पालो खड्ग विसीको रिजेक्ट गर्छौँ भनेर जनताले भन्न सक्नुहुन्छ। त्यसकारण पनि के हो भने मेरो उमेर अहिले 40 चाहिँ नजिक छु तर अझै मैले 20 वर्ष सक्रिय राजनीति गर्छु। मलाई के थाहा छ भने म अन्तिम पटक होइन यो मेरो स्टार्टिङ पोइन्ट हो। मैले अहिले गल्ती गरेँ भने मेरा चाहिँ बाँकी 20 वर्ष चाहिँ
मैले कहिले पनि राजनीतिबाट हात धोएर वा जनप्रतिनिधि हुने सपना देख्न छैन। त्यसकारण पनि मलाई के डर छ भने मलाई जनताप्रतिको जहिले पनि मलाई डर छ। मैले गल्ती गरेँ भने पक्कै पनि जनताले मलाई सजाय दिनुहुन्छ। त्यसकारण मेरो विश्वास के हो भने मैले सकिनँ होला, म त्यो लाभको पदमा मान्ने मन्त्री कुनै ठाउँमा जनप्रतिनिधि भएको छैन। त्यसकारण मैले राम्रो गर्न सकिनँ होला, तर नराम्रो चाहिँ गरेको छैन। त्यसकारण पनि म चुनाव जित्छु। चुनाव जित्ने मेरा यी आधार हुन् र सबै चाहिँ विशेष गरी युवा साथीहरू भरोसा गर्नुहोस्, तपाईँहरूको प्रतिनिधि म हो। जेएनजी पुस्ताका भाइहरूको अब अथवा सिनियर पुस्ताका चाहिँ आदरणीय चाहिँ मेरा अभिभावकहरूको म चाहिँ प्रतिनिधित्व हो। त्यसकारणले यो बेला तपाईँहरूले भरोसा गर्नुहोस्, विश्वास गर्नुहोस्। नेपाली काङ्ग्रेस पार्टी एउटा चाहिँ माध्यम मात्रै हो। तपाईँ मत बदल्नुहोस् म भनिराखेको छु। जहाँ तपाईँले चाहिँ अहिले आफूले चाहेको जस्तो जनप्रतिनिधि चाहिँ तपाईँले छान्ने बेला छ, यो बेला विवेक पुर्याउनुहोस्। फेरि पनि विभिन्न बाहनामा विभिन्न कुरा चिप्ला कुरा लिएर जनतासँग चाहिँ फेरि आउने, एउटा निर्वाचनदेखि अर्को निर्वाचन 5 वर्षमा आउने जुन परिपाटी छ, देशैभरि नेपाली राजनीतिको सबैभन्दा खराब पक्ष त्यो हो। जनतासँग कम्तीमा 1 महिना 2 महिना 3 महिना प्रत्येक घर पुग्नुपर्छ भनेको होइन, तर कमसेकम चाहिँ आफ्नो जिल्ला वा कुनै पालिकामा गएर जनताको चाहिँ के छ कसो छ भन्ने परिपाटी छैन। त्यसकारण राजनीति अहिले विकृत रूपमा राजनीतिप्रति मान्छेले धेरै भरोसा गुमाइसकेको छ। राजनीतिले यिनी कुराहरूमा म अत्यन्तै सजग छु। त्यही सजगताका बिचबाट म आफ्नो उम्मेदवारी दर्ज गरेको छु। यो उम्मेदवारी नै मेरो जित हो, किनभने मैले सपना देखेको छु। अलि सजिलै जनताले जाजरकोटमा एउटा चाहिँ भनौँ न तपाईँलाई सजिलै तरिकाले चिन्ने त तपाईँको पार्टीको सर्कुलरमा पनि तपाईँलाई चिनिन्छ, त्यसपछि विभिन्न कार्यक्रममा पनि तपाईँको सहभागिता छ नै। त्यसले चाहिँ तर जिल्लामा अहिलेसम्म निर्वाचित सांसदहरू अथवा राजनीतिक दलहरूले जिल्लाको सरकारी संरचना निर्माणदेखि लिएर जाजरकोट दरबार अहिले चाहिँ भग्नावशेष अवस्थामा छ। ऐतिहासिक जाजरकोट दरबार यहाँ जिल्ला सदरमुकाममा एउटा खेल मैदान नभएर खेलाडी साथीहरू चाहिँ कहाँ जाने भन्ने खालको एउटा चाहिँ वातावरण बनिरहेको बेला, यस्तो सङ्कटको बेला चाहिँ तपाईँले जित्नुभयो भने समाधान निकाल्न सक्नुहुन्छ? मैले अघि भूकम्पको कुरा जोडेँ, सँगसँगै अब यो चाहिँ हाम्रा सम्पदा फेरि धेरैले भनिरहेका छन् उसले चाहिँ चुनावमा धेरै पैसा पनि खर्च गर्न सक्दैन, चुनाव जित्नै सक्दैन भन्ने पनि छ। पैसाको पनि त्यत्रो खर्च हुन्छ। अब यो चाहिँ अत्यन्तै महत्त्वपूर्ण कुरा। आम मान्छेहरूले चाहिँ त्यो चाहिँ सोचिराख्नु भएको छ भन्न सुन्नमा आएको छ। मलाई त यद्यपि कसैले भन्नुभएको छैन। र भूकम्पको सँगै जोडिएको यो जो जाजरकोटका ऐतिहासिक दरबार, शिवालय, मन्दिर लगायतका हाम्रा संरचनाहरू आज ध्वस्त अवस्थामा छन्, जसले जाजरकोटको आन्तरिक वा बाह्य पर्यटनमा यहाँको चाहिँ अर्थव्यवस्थामा निकै चाहिँ महत्त्वपूर्ण योगदान गर्न सक्थे। यिनी संरचनाहरू चाहिँ भत्केका छन्। यी संरचना भूकम्पको प्याकेजमै समाधान हुन्छन् त मलाई विश्वास छ। मैले त्यो काम गर्न सक्छु। र अर्को कुरा महत्त्वपूर्ण कुरा, अब राजनीति पैसा नहुनेहरूको राजनीति हुँदैन। यति ठुलो चाहिँ यत्रो जिल्ला छ, 7वटा पालिका छ, 77वटा वडा छ, उसँग पैसा छैन, पैसा हुनेहरू अरू छन्, चुनाव अरूले जित्छन् भन्ने किसिमको बाहिर चर्चा छ। वास्तवमा हिजोको राजनीति त्यतातिर थियो होला। आज पैसा चाहिनेले राजनीति गर्छु भन्ने वा हामी विचारमा चाहिँ हामी कर्ममा विश्वास गर्ने हामी नेपाली जनता हो, हामी हौँ। त्यसकारणले म त अझ विशेष गरी के हो भने पैसाले चाहिँ राजनीति गर्ने भइदिएको भए वा पैसाले मात्रै हुन्छ भने विचारको चाहिँ जन्म नै हुन थिएन। त्यसकारण हामी के हो भने पैसापट्टि हामी चाहिँ एउटा चाहिँ मत बराबर 500, 1000 वा 10,000 खर्च गरेर वा चाहिँ खाएर मत दियौँ भने त्यो दिन हामीले हाम्रा चाहिँ सपनाहरू चाहिँ मार्छौँ। जुन दिन हामीले मतदाताले पैसा मागेर भोट हाल्छौँ त्यो दिन नै त्यो जनप्रतिनिधिले पैसाले किनेको भोट हो। त्यसकारण हाम्रो हिजो जे भयो त्यसलाई बिर्सौँ, त्यसलाई फेरि नदोहोऱ्यौँ। अबका दिनमा जसले गर्न सक्छ, जो यही चाहिँ माटोमा जन्मिएर यहीँको सेवा अनवरत रूपमा गर्छु भनेर चाहिँ लागिरहेको छ, उसलाई विश्वास गर्नुहोस्। हिजोको परम्परालाई फेरि हामीले लियौँ भने हामी फेरि 10 वर्ष फेरि 15 वर्ष जाजरकोट फेरि धकेलिन्छ पछाडि। त्यसकारण मेरो आग्रह छ अब हामीले हाम्रो चाहिँ नयाँ सोचका साथ अब चाहिँ जनताले चाहिँ पैसाले होइन, अब विचार भएको र दृढ सङ्कल्प भएको प्रतिबद्धता व्यक्त गर्ने उम्मेदवारलाई जिताउन चाहिँ म आग्रह गर्न चाहन्छु। जिल्लामा अहिले
शैक्षिक क्षेत्रहरूको कुरा अघि केही जोड्नु भएको थियो। तपाईँका चुनावी एजेन्डाहरू पनि अलिकति समीक्षा गरौँ। तपाईँले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात यदि तपाईँले जितिहाल्नुभयो भने 5 वर्षको पिरियडलाई चाहिँ तपाईँ एउटा उम्मेदवारको हिसाबले जाजरकोटमा चाहिँ यी क्षेत्रमा चाहिँ के खालको परिवर्तन गर्ने अथवा चाहिँ तपाईँको परिदृश्यले के देखिरहेको छ, जाजरकोट यस्तो हुन्छ भन्ने के बनाउनु भएको छ? शिक्षा स्वास्थ्यमा 5 वर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी, शिक्षा, स्वास्थ्य पूर्वाधार भनौँ न, शिक्षा, स्वास्थ्य पूर्वाधारका क्षेत्रमा 5 वर्षमा जाजरकोट एउटा लयमा गएको, एउटा व्यवस्थित लयमा चाहिँ नै पाइपलाइनमा गएको हुनेछ, नम्बर 1। दोस्रो कुरा के हुन्छ भने जाजरकोटको जो बेरोजगारी छ, जो चाहिँ गरिबी छ, जो पछौटेपन छ, यसलाई चाहिँ कमसेकम चाहिँ एउटा चाहिँ रोजगारमूलक चाहिँ क्षेत्रमा हाम्रा युवाहरूलाई चाहिँ जाने केही गइसकेको हुनेछन् र केहीलाई चाहिँ त्यो बाटोमा चाहिँ एउटा भरोसा चाहिँ जागृत भइसकेको अवस्था हुनेछ। म अहिलेलाई यति भन्छु कि मैले चाहिँ 5 वर्षमा सबै अरूले गर्न नसकेका सबै काम गर्छु भनेर मैले भन्दिनँ, किनभने त्यो अवस्था पनि नेपालको र जाजरकोटको देखिँदैन। तर यसको व्यवस्थापकीय पार्टमा हामीले जनताले र ती चाहिँ पक्षले विश्वास गर्न लायक वातावरण बन्नेछ र कमसेकम सुधार अहिले चाहिँ सुधार 5 वर्ष अगाडिको जाजरकोट र आजको जाजरकोटमा, हिजोको जाजरकोट अलि लथालिङ्ग भताभिङ्ग भूकम्पले चाहिँ एउटा चाहिँ पीडा छ, सँगसँगै हाम्रा शैक्षिक संरचनाहरू, शैक्षिक गुणस्तरहरू, हाम्रा पूर्वाधारका चाहिँ गुणस्तरहरू, हाम्रो चाहिँ त्यो चाहिँ निर्माण प्रक्रियाहरू, हाम्रो चाहिँ कार्यान्वयन चाहिँ प्रक्रियाहरू, यिनी कुराहरूलाई चाहिँ व्यवस्थित रूपमा गऱ्यौँ भने, गर्न सकियो भने नीति मार्फत र हामीले यहाँ चाहिँ सुस्त दुरुस्त अनुगमनको पार्टलाई चाहिँ हामीले व्यवस्थित बनाउन सक्यौँ भने यिनी कुराहरू पुरा भएका हुनेछ। अलि जिल्लाको सुशासनमा कायम गर्नलाई के प्लानहरू त्यस्तो योजना बनाउनु भएको छ? अब कतिपय कुराहरू त यो सार्वजनिक खरिद ऐन नेपालको छ, यसले नै धेरै कुराहरूको चाहिँ नि डिस्टर्ब चाहिँ गरिरहेको छ। मैले हिजो पनि एउटा कार्यक्रममा जोडेको थिएँ कि हाम्रा संवैधानिक चाहिँ अङ्गहरू, नियोगहरू कहिलेकाहीँ जनतालाई त्यो सहयोगका लागि बनाएका हुन्थे, तिनै बाधक बनेको चाहिँ अवस्था छ। निर्माणको चाहिँ क्षेत्रमा हेर्ने हो भने आज अत्यन्तै विकराल, मुलुक नै ठप्प भएको, जाजरकोट नै ठप्प भएको जस्तो छ। 12 वर्षसम्म एउटा पुल नबनेका कुराहरू छन्, बाटो ठेक्का लगेको छ, निर्माण व्यवसायले काम चाहिँ सम्पन्न गरेका छैन, पेस्की लगेको छ, सुरु गर्न सकेको छैन, सुरु गरेको छैन। यिनी कुराहरूलाई अब नीति मार्फत मैले अघि भने सार्वजनिक चाहिँ खरिद ऐन लगायतका कहाँ चाहिँ नीति नियम र कानुनले अड्चन छ, यिनी कानुनलाई फुकाएर जाजरकोटलाई छिटो विकासको चाहिँ द्रुत गतिमा नलिकन जाजरकोटलाई चाहिँ हामीले विकासको सपना, समृद्धिको सपना र सुशासनको सपनामा हामी चाहिँ जान सक्दैनौँ। त्यसकारण यी विषयहरूमा हामी सिरियस छौँ र खास गरी मैले यी विषयहरूलाई मेरा चुनावी एजेन्डा हुन्छन् र मेरा चाहिँ प्रतिबद्धता पनि हुन सक्छन् र भोलि कार्यान्वयनको हिसाबमा यो कुरा अहिले म यहाँ तपाईँको यो लोकप्रिय एजेन्ट मिडिया मार्फत बोलिरहँदा यी कुरा भनेको प्रमाण हुन् मेरा। भोलि यी प्रमाणहरू जनताले क्वेसन गर्न, हर पल क्वेसन गर्न पर्दछ कि तपाईँले भनेका कुराहरू पुरा गर्नु भएन, तपाईँले त्यतातिर तपाईँको ध्यान गएन, अन्यत्रतिर ध्यान गएको छ भन्ने तपाईँहरूलाई यी प्रमाणका लागि पनि मैले तपाईँको यो चाहिँ कार्यक्रममा बोलिरहेको छु। त्यसकारण मैले ती कुराहरूमा चाहिँ ध्यान दिने। अहिले चुनावमा चाहिँ एकदम होमिरहनु भएको छ। तपाईँका विभिन्न खालका पालिका स्तरीय कार्यक्रमको एउटा चाहिँ भेला, त्यहाँ चाहिँ चुनावी एउटा चाहिँ कार्यक्रम पनि गर्नुहुन्छ होला। कहाँ कहिले कसरी मान्छेहरूले तपाईँलाई भेट्ने, तपाईँलाई सजिलै तरिकाले तपाईँलाई सम्पर्क कसरी गर्ने, केही सल्लाह दिने मान्छेहरूले, त्यसै गरी विदेशमा रहेका अधिकांश जाजरकोटीहरूले तपाईँलाई कसरी सम्पर्क गर्ने, केही त्यस्तो जानकारी छ? म चाहिँ वास्तवमा हामीले पार्टीको हिजो बैठक थियो, त्यो बैठकबाट विभिन्न पालिकाहरूको भेटघाटको कार्यक्रम हामीले चाहिँ तय गरिसकेका छौँ। अहिले यो सामाजिक सञ्जाल सूचना तथा प्रविधिको जमाना भएको हुनाले देश तथा विदेशमा रहने साथीहरू, मेरा आदरणीय चाहिँ मलाई शुभेच्छुकहरूले जसरी मलाई भेट्न चाहिँ सहज ठान्नुहुन्छ त्यसरी म भेट्ने चाहिँ प्लान बनाइरहेको छु, भेटिरहेको पनि छु। र अर्को कुरा अत्यन्तै म के हो भने मेरो सरल स्वभाव नै त्यस्तो छ कि कसैले बोलाउँछ भने मलाई म अहिले पनि भेरी नगरपालिका वा जाजरकोटको यहाँ आइदिनु पर्यो उम्मेदवारलाई भेट्न चाहिँ इच्छा छ भन्नुभयो भने म जहाँ पनि जतिखेर पनि दौड्न सक्छु, हिँड्न सक्छु। मसँग असीमित चाहिँ साधन स्रोत छैन, सीमित साधन स्रोतका माध्यमबाट म जनता भनेपछि मेरो भगवान हो। म जहिले पनि, म आज निर्वाचनमा यो कुरा भन्दै छैन, जहिले पनि मैले जनताले जसले मलाई चाहिँ यो समस्या छ भन्नुहुन्छ उहाँहरूको लागि म सधैँ पनि दौडिरहेको, दौड्न सक्ने र काम भयो भने
बडा चाहिँ आनन्द चाहिँ महसुस गर्ने चाहिँ के अरे स्वभावको मान्छे भएको हुनाले मलाई भेट्न कुनै अप्ठ्यारो नै कहीँ चाहिने कसो अरू जस्तो भेट्न चाहिँ तामझाम मलाई केही पनि चाहिने देखिराख्नु भएको छ। म नेपाली कांग्रेस जस्तो पार्टीको प्रतिनिधि सभाको उम्मेदवार हुँ। मेरो पछाडि मैले कोही पनि अहिले भोलि गाउँ जाँदा होला साथीभाइ होलान्, तर म यहाँ सदरमुकाममा छु, वरपर छु, म एक्लै चाहिँ जान्छु। साथीभाइले मेरो नेताहरूले भन्नुहुन्छ तपाईँ एक्लै नहिँड्नुहोस्, र म चाहिँ किनभने म सधैँ जनताका बिचमा छु त मैले चाहिँ कोही साथीभाइ भन्ने गरेको छु। मलाई भेट्न कुनै समस्या छैन र मलाई जसले भेट्न चाहनुहुन्छ मैले उहाँहरूलाई विभिन्न माध्यमबाट भेट्न सक्नुहुनेछ र मैले चाहिँ आफ्ना कुराहरू मैले केही सामाजिक सञ्जाल मार्फत प्रस्तुत पनि गरेको छु, केही मिडिया मार्फत चाहिँ पनि भनेको छु। यी मेरा चाहिँ घोषणापत्र हुन्, अब यो मेरा प्रतिबद्धता पनि हुन्। पूर्वाधारहरूको विकास त धेरैले भन्छन् पूर्वाधारको विकास ठिकै भएको छ भन्छन्, तर जाजरकोटमा मानवीय विकास, रोजगारीको कुरा, आर्थिक विकासको कुरा चाहिँ एकदम कमजोर छ। तपाईँको उम्मेदवारले यी कुरालाई चाहिँ अगाडि बढाउँछ? यस, मैले अघि पनि जोडेँ त्यो कुरालाई, किनभने आज जाजरकोटको सबैभन्दा ठुलो समस्या भनेको यही चाहिँ नि रोजगारी हो। आज हाम्रा धेरै युवा साथीहरू मलेसिया, साउदी जस्ता खाडी मुलुकहरूमा हुनुहुन्छ। अझ ठुलो सङ्ख्या त छिमेकी मुलुक भारतमा हुनुहुन्छ। आज पनि चाहिँ त्यहाँ ढुङ्गा र बालुवा बोकिराख्नु भएको छ। हामी जाजरकोट जस्तो जिल्लामा युरोप अमेरिकामा धेरै कम, किनभने त्यहाँ दक्ष जनशक्ति अलिकति पढे लेखेका युवाहरू जाने भएको छैन। खालि हामी चाहिँ भारत र चाहिँ खाडी मुलुकमा चाहिँ भर पर्नु परेको अवस्थामा हामीले रोजगारीलाई, किनभने मैले अघि पनि जोडेँ, रोजगारीलाई जोड्ने भनेकै कृषि र पशु यहाँको सम्भावना, यहाँका चाहिँ अब पर्यटकीय चाहिँ क्षेत्रहरू हुन्, यहाँको चाहिँ यो चाहिँ महत्त्वपूर्ण खानीहरू, टुर्मालिनहरू, फलाम खानीहरू चाहिँ बारीकोट फलाम खानी छ। यिनी विविध हामीसँग साधन स्रोतका हिसाबले जाजरकोट अत्यन्तै धनी जिल्ला हो, तर यसको समुचित प्रयोग हामीले गर्न सकेका छैनौँ। त्यसकारण पनि यो काम भनेको सङ्घीय सांसदको उसले आएर चाहिँ बजेटका मात्रै कुरा होइन। यहाँ हामी कहाँ कतिपय भ्रमित के छौँ भने खालि पैसा हालिदिएर अथवा यो चाहिँ पूर्वाधारका क्षेत्रमा मात्रै विकास ठान्यो। हाम्रो हिजो त्यो आवश्यकता थियो, हिजो सल्ली बजारबाट यहाँ हिँड्दै गर्दा यहाँ बाटोको आवश्यकता थियो, आज यहाँसम्म बाटो भयो। अब चाहिँ त्यो जनजीविकाका सवालहरूमा अब यसलाई चाहिँ स्तर उन्नतिका कुराहरूमा, गुणस्तरका कुरामा सोच्ने बेला भएको छ। त्यसकारण पनि यिनी कुराहरूमा हामीले ध्यान दिन पर्दछ र त्यसका लागि पनि हामीले त्यो किसिमको कार्यनीति, रणनीति र त्यो चाहिँ ऐन नीति नियम चाहिँ निर्माण गरेर हामी त्यो चाहिँ तर्जुमा गर्नुपर्दछ। अब अन्त्यमा आम मतदाता, तपाईँलाई भोट हाल्ने मतदाताहरू, त्यसै गरी आम जाजरकोटी जनतालाई चाहिँ तपाईँ के भन्नुहुन्छ? म तपाईँको मिडिया मार्फत नेपाल भरि वा जाजरकोट जिल्लाभरि र संसारभरि रहनुभएका आम जाजरकोटी मतदाताहरूलाई मेरो आग्रह के छ भने यो पटक एउटा स्वर्णिम अवसर आएको छ, किनभने हामीले राजनीति हामी बदल्छौँ र बदलिन्छौँ भनेर नेपाली कांग्रेसले सङ्कल्प गरिसकेको छ र त्यस्तो किसिमको चाहिँ हाम्रो महाधिवेशनबाट हामीले त्यो चाहिँ हामीले कार्यनीति रणनीतिहरू पनि पास गरिसकेका छौँ। त्यसकारण यो पटकको निर्वाचन अस्ति भर्खरैको भदौ 23 र 24 गतेको जे किसिमको युवाहरूको चाहिँ जेनजी पुस्ताका युवाहरूको आक्रोश छ, त्यो आक्रोशलाई पनि कमसेकम चाहिँ मुद्दालाई पनि हामीले समेट्न सकौँ। त्यो भनेको अहिलेको उमेर समूह, अहिलेको विचार हो, अहिलेको समयअनुसार हाम्रो चाहिँ राजनीति हिँड्न सकेको छैन। त्यो राजनीतिलाई हिँडाउने चाहिँ अठोटका साथ म लागेको छु। यो बेला जाजरकोटका समग्र विषयहरूलाई कमसेकम एउटा पाइपलाइनमा लिने चाहिँ काम प्रतिबद्धता मैले गरेको छु। त्यसकारण तपाईँहरू सबैले मलाई सुनिराख्नु भएको छ, हेरिराख्नु भएको छ भने तपाईँहरू सबैलाई मेरो आग्रह छ, जाजरकोट बदल्ने र जाजरकोट बनाउने सपनाका बीचबाट हामी सबैजनाले भरोसा गरेर मलाई चाहिँ यो पटकको चाहिँ निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा खास गरी अहिले समाजलाई डोराउन सक्ने, समाजलाई विश्वास र चाहिँ समाजलाई भरोसा दिन सक्ने युवा साथीहरूप्रति मेरो भरोसा छ र अन्य राजनीतिक दलका साथीहरू योचोटि चाहिँ दल तपाईँ आफ्नो दलमै रहिराख्नुहोस्, तर नेपाली कांग्रेसको चुनाव चिन्ह र खड्ग बहादुर बुढालाई निर्वाचित गरेर जाजरकोटको चाहिँ बनाउने र जाजरकोट बदल्ने सपनालाई साकार बनाइदिनका लागि अनुरोध गर्न चाहन्छु। म यहाँहरूबाट बिदा हुने अनुमति पनि चाहन्छु। धन्यवाद। जय नेपाल। जितको अग्रिम शुभकामना। थ्याङ्क यू।